भिडियो भिडियो बनाउनु छ, मलाई भिडियो बनाउनु छ क्या। म कन्टेन्ट क्रिएटर बन्नु छ, म युट्युबमा बनाम कि फेसबुकमा भिडियो बनाम कि म केमा बनाम भिडियो? मेरो पेसाको म त ड्राइभर हुँ, म के विषयमा बनाम? म त ड्राइभर हुँ। मन पराउँछन् कि पराउँदैनन् मान्छेले? सोसियल मिडियामा भाइरल हुन्छु कि हुँदैन म? युट्युब क्रिएटरको एकदम फलोवर बढी भएको हुन्छु कि हुँदैन त म? चर्चा परिचर्चा म भन्छु कि भन्दिनँ? साउदीको ड्राइभर परियो, पेसा मेरो ड्राइभर परियो। युट्युबबाट पैसा कमाउँछ भन्छन्, फेसबुकबाट पैसा कमाउँछ भन्छन्। पैसा कसरी कमाउने? एक क्रिएटर कसरी बन्ने? मेरो भिडियो भाइरल हुन्छ कि हुँदैन? के हो त? मैले कसरी भिडियो बनाउने हो? म युट्युबमा कसरी चर्चामा बनाउने हो? मेरो फलोवर कसरी हुने हो? म सोच्दैछु, एकदम सोच्दैछु। सपना छ युट्युबर बन्ने। फेसबुकबाट पैसा कमाउँछ भन्छन्, युट्युबबाट पैसा कमाउँछ भन्छन्, फलोवर बढ्छ भन्छन्। 1 मिलियन भन्छन्। 1 मिलियन कसरी बन्ने त? के मलाई साथ दिनन् त? युट्युब फ्यामिलीमा जोडिनुहुन्छ होला त? कसरी गराउने हो त भिडियो? के विषयमा बनाम त म? बाल पनि खुल्किसक्यो, झर्न लागिसक्यो, उमेर बढ्दै छ, उमेर पनि बढिसक्यो। युट्युबमा भिडियो बनाउने भन्छ, तर मान्छेहरूले कसरी भिडियो बनाउने होला? 10 लाख 15 लाख भ्युज हुन्छ, फलोवर 10 लाख 15 लाख फलोवर, मिलियन फलोवर हुन्छ। युट्युबबाट युट्युबमा कसरी कन्टेन्ट क्रिएटर भन्ने हो त म? फेसबुकमा कन्टेन्ट क्रिएटर कसरी बन्ने हो त म? सोच्दैछु म। तपाईँ के सोच्दै हुनुहुन्छ यो कुरा?